नमस्कार। आज हामी क्रिकेटको लामो र रमाइलो इतिहासमा अलिकति गहिरिएर हेर्दैछौँ। नमस्ते। हाम्रो स्रोत छ क्रिकेटको रोमाञ्चक इतिहासबाट लिएका केही अंशहरू। हो। हाम्रो उद्देश्य चाहिँ यो खेल कसरी सामान्य सुरुवातबाट यस्तो विश्वव्यापी बन्यो अनि यसका मुख्य मोडहरू के थिए भनेर खोज्नु हो। र यो खाली मिति र नियमहरूको कुरा मात्रै होइन नि। होइन? यो त कसरी एउटा साधारण खेलले संस्कृति, समाज अनि अर्थतन्त्रमा समेत आफ्नो छाप छोड्यो भन्ने कथा हो। यसको विकासक्रम चाहिँ साँच्चै निकै रोचक छ। कस्तो अचम्म है! 16औं शताब्दीमा इङ्ल्यान्डमा त्यो पनि केटाकेटीले खेल्ने सामान्य खेलबाट सुरु भएको रे। हो त नि। क्रिकेट शब्द नै पुरानो अङ्ग्रेजी क्रिकबाट आएको रे, जसको मतलब लौरो हरे। ए लौरो? भेडा चराउने चौरमा ऊनको डल्लोलाई हाँगाले हिर्काएर खेल्ने, सोच्न पनि अलिक गाह्रो। कति सामान्य सुरुवात है। तर यो सङ्गठित कहिलेदेखि हुन थाल्यो त? एकदमै सामान्य, तर यसले खेलको त्यो मौलिकता देखाउँछ। तर 17औं शताब्दीमा जब वयस्कहरूले खेल्न थाले, अझ खास गरी पैसाको बाजी राख्न थालेपछि बल्ल अलिक गम्भीर रूपमा लिन थाल्यो। बाजीले गर्दा? हो। अनि सन् 1744मा पहिलो पटक त्यो लिखित नियम बन्यो नि। त्यो चाहिँ यसलाई व्यवस्थित बनाउने पहिलो स्टेप थियो। त्यसले गर्दा बाजी थाप्न, प्रतिस्पर्धा गर्न सजिलो भयो के। भनेपछि नियमले अलि फर्मल बनायो। एक्ज्याक्टली। अनि आयो 19औं शताब्दी। त्यहाँ त ठुलै परिवर्तन भए जस्तो छ। हो। 1877मा इङ्ल्यान्ड र अस्ट्रेलिया बीच मेलबर्नमा त्यो पहिलो आधिकारिक टेस्ट म्याच भयो। पहिलो अफिसियल टेस्ट। त्यसले त अन्तर्राष्ट्रिय क्रिकेटको जग बसाल्यो नि। तर त्यो एशेजको कथा त झन् कस्तो नाटकीय रहेछ। एशेज हो, त्यो 1882 को घटना। जब अस्ट्रेलियाले पहिलो पटक इङ्ल्यान्डलाई उसकै भूमिमा हरायो, त्यो द स्पोर्टिङ टाइम्स भन्ने पत्रिकाले कस्तो व्यङ्ग्यात्मक मृत्युपत्र छाप्यो। मृत्युपत्र नै? हो। अङ्ग्रेजी क्रिकेटको मृत्यु भयो, शव जलाएर खरानी अस्ट्रेलिया लगियो भनेर। कस्तो रमाइलो! मतलब एउटा मिडियाको टिप्पणीले मात्रै खेलको सबैभन्दा पुरानो र प्रतिष्ठित प्रतिस्पर्धा जन्माइदियो। साँच्चै? अनि अर्को वर्ष जब इङ्ल्यान्डले सिरिज जित्यो, उपहारमा त्यो सानो कलश दियो नि। हो, जसमा जलेको बेलको खरानी थियो भनिन्छ। हो। त्यसले कसरी खेलकुदमा प्रतीक र कथाहरूले अर्थ थप्छ भन्ने देखाउँछ क्या। कडा प्रतिस्पर्धा। एकदम। तर यो तीव्र प्रतिस्पर्धाले कहिलेकाहीँ अलि नराम्रो रूप पनि लियो, जस्तै त्यो 1930 को दशकको बडी लाइन सिरिज। त्यो त विवादास्पद थियो है। निकै विवादास्पद। ब्याट्सम्यानको शरीरलाई नै टार्गेट गरेर बलिङ गर्ने रणनीति थियो त्यो। 5 दिन लामो टेस्ट म्याच, कति धैर्य चाहिने होला। हो नि। तर समयसँगै मानिसहरू अलि छिटो नतिजा चाहन थाले क्यारे। अनि के भयो त? हो, अब जीवनको गति नै बढ्यो होइन, खेललाई पनि बदल्नु पर्ने भयो। त्यसैले 1971मा आयो एक दिवसीय अन्तर्राष्ट्रिय ओडिआई। हो, वान डे इन्टरनेसनल। एकै दिनमा म्याच सकिने। त्यसले त पक्कै नयाँ दर्शक तानियो होला। एकदम। अनि 1975मा पहिलो विश्वकप भयो। त्यसमा त क्लाइभ लोइडको त्यो शक्तिशाली वेस्ट इन्डिज टिम हावी भयो। हो। तर 1983 को विश्वकप फाइनल, त्यो त भारतीय क्रिकेटको लागि टर्निङ पोइन्ट नै भयो होइन त? बिल्कुल। कसैले सोचेकै थिएन होला त्यो नतिजा। कसैले पनि। कपिल देवको टिमले 2 पटकको च्याम्पियन वेस्ट इन्डिजलाई हराउनु, त्यो खालि एउटा खेल जितेको मात्रै थिएन के। त्यो जितले भारतीय उपमहाद्वीपमा क्रिकेटलाई धर्म जस्तै बनाइदियो। हो। त्यसले पहिलो पटक देखायो कि क्रिकेटको आर्थिक र त्यो भावनात्मक केन्द्र पश्चिमबाट एसियातिर पनि सर्न सक्छ। खेलको शक्ति सन्तुलनमै ठूलो परिवर्तन ल्यायो। एउटा घटनाले कति फरक पार्ने रहेछ। हो नि। करोडौं मानिसको आशा र खेलको भविष्य नै बदलियो। सचिन तेन्दुलकर जस्ता खेलाडीहरू यही ओडिआई युगकै उपज हुन् नि, जसले भारतलाई पावर हाउस बनाए। हो, विश्व क्रिकेटमा। अनि आयो 21औं शताब्दी। अझै छिटो, अझै रोमाञ्चक टी20 को युग। आयो 2003मा इङ्ल्यान्डमा सुरु भएको 2020 मतलब 20 ओभरको फर्म्याटले त क्रिकेटमा क्रान्ति नै ल्याइदियो। धमाका नै भयो। हो। छोटो, एकदमै विस्फोटक अनि मनोरञ्जनले भरिपूर्ण। 2007मा भारतले पहिलो टी20 विश्वकप जित्दा त यसको लोकप्रियता आकाशियो।
अनि यसकै सफलताले त इन्डियन प्रिमियर लिग आइपिएल जस्ता फ्रेन्चाइज लिगहरूको बाटो खोल्यो। आइपिएल यसले त खेलको अर्थतन्त्र नै पुरै बदल्यो नि होइन र? निश्चित रूपमा आइपिएलले क्रिकेट, मनोरञ्जन र त्यो ठूलो पैसाको खै पहिले कहिले नदेखिएको मिश्रण देखायो। खेलाडीहरू रातारात करोडपति। हो, खेलाडीहरूलाई एथलेटबाट सिधै सेलिब्रिटी बनाइदियो। यसले क्रिकेट बोर्डहरू, खास गरी बीसीसीआईलाई विश्व खेलकुदकै सबैभन्दा धनी संस्थाहरूमध्ये एक बनायो। तर यसको नराम्रो पक्ष पनि त होला नि। त्यो त छँदैछ। यसले गर्दा त्यो म्याच फिक्सिङ जस्ता विकृतिहरू पनि बाहिर आउने जोखिम बढायो नि। खेलको निष्ठामाथि नै प्रश्न उठ्यो। हो, त्यो त समस्या भयो। तैपनि टी20ले खेलको विश्वव्यापी पहुँच चाहिँ बढायो। अवश्य पनि। अनि महान खेलाडीहरू, सर डन ब्र्याडम्यानको त्यो अविश्वसनीय औसत, 99.94, सर गारफिल्ड सोबर्सको अलराउन्ड क्षमता, शेन वार्नको त्यो जादु स्पिन, यिनीहरू बिना त इतिहास अधुरो हुन्छ। बिल्कुल। खेलाडीहरू नै त खेलका आत्मा हुन्। हरेक युगका महान खेलाडीहरूले खेललाई डिफाइन गरेका छन्, नयाँ स्ट्यान्डर्ड बनाएका छन्। विवादहरू पनि आए। विवादहरू आए गए, तर क्रिकेट सधैँ यी चुनौतीहरूबाट गुज्रिँदै आफूलाई समयअनुसार ढाल्दै झन बलियो भएर उभिएको छ। तसर्थ इङ्ल्यान्डको त्यो सामान्य चौरबाट सुरु भएको यात्रा टेस्टको धैर्यदेखि लिएर टी20को विस्फोटसम्म आइपुग्दा साँच्चै लोभ लाग्दो छ है यो यात्रा। एकदमै। यो केवल खेल मात्र रहेन, रणनीति, कौशल, राष्ट्रिय गौरव अनि अब त ठूलो व्यवसाय पनि हो। यसले समयसँगै कसरी अनुकूलन गर्ने र विकसित हुने भन्ने कुराको क्षमता देखाउँछ। एउटा सामान्य गतिविधि कसरी विश्वव्यापी परिघटना बन्न सक्छ भन्ने यो जीवन्त उदाहरण हो। ल, आजको लागि यति नै गरौँ है त? हुन्छ। अन्तिम विचार एउटा कुरा के भने नि, क्रिकेटले टेस्टबाट ओडिआई हुँदै टी20सम्म आफूलाई निरन्तर परिवर्तन गरेको छ। अब अझ छोटो फर्म्याटहरू जस्तै टी10 वा 100 अनि बढ्दो प्रविधिको प्रयोग जस्तै एआई विश्लेषण, भर्चुअल रियालिटी, यसले भविष्यमा यो खेललाई कता लैजाला? हो, त्यो सोच्नुपर्ने कुरा हो। के यसले खेलको त्यो मौलिक चरित्रलाई नै परिवर्तन गर्ला कि? यो प्रश्नमा घुत्लिनु चाहिँ रोचक हुनेछ।